Hey viewers, if you are new and the subscribe button is white, then make it black by clicking on it to join our online family. And again, click on it and set an icon of bell to get my all new upcoming videos. Thanks. Let's talk about voice. Voice refers to the relationship between the subject and object, indicating the subject. The verb refers to the relation between the subject and verb, indicating the subject is doing action or receiving the action. So voice ले हामी यो खालको भन्न सकिन्छ. So voice को जम्मा दुई प्रकारको हामीले पढिराखेको छौं. यसको भनेको एक्टिभ भोइस हुन्छ र प्यासिभ भोइस हुन्छ. So active voice ले के भन्छ भने कुनै पनि when the subject of the verb is doing the action, then we call it active voice. मतलब कि कुनै पनि सब्जेक्ट ले कार्य गर्छ भने त्यसलाई हामी के गर्छौं भने एक्टिभ भोइस भन्छौं. तर यहाँ अब जस्तै एक्जाम्पल हेरौँ यसको एक्टिभ भोइस को. जस्तै कि यसको एक्जाम्पल को तौरमा यहाँ के भनेको छ भने टीचर इज टीचिङ द स्टुडेन्ट. यो भनेको के भयो भने एक्टिभ भोइस को एक्जाम्पल दिएको छु. अब त्यस्तै गरी अर्को प्यासिभ भोइस मा हेर्न सकिन्छ. प्यासिभ भोइस मा भनेको चाहिँ कुनै त्यो सब्जेक्ट को ठाउँमा चाहिँ अब्जेक्ट आउनु, त्यस्तो खालकोलाई भनेको हामी यसलाई प्यासिभ भोइस भन्छौं. जस्तै कि यहाँ हेर्न सकिन्छ when the position of the subject and object is interchanged, then it is called passive voice. त यसको एक्जाम्पल भन्न सकिन्छ. अहिलेको एक्जाममा चाहिँ के भएको छ भने सब्जेक्टमा टीचर आएको थियो अर स्टुडेन्ट अब्जेक्टमा आएको थियो, तर के भयो भने अहिले चाहिँ इन्टरचेन्ज भयो. सो यसरी के भयो, द स्टुडेन्ट्स आर बिङ टट बाइ द टिचर. यो त भयो बेसिक खालको कुरा. अब यसको सिन्ट्याक्स पनि यो छ एक्टिभ भोइस र प्यासिभ भोइसको. एक्टिभ भोइसको हेर्दा फेरि सुरुमा सब्जेक्ट आउँछ जहिले, दोस्रोमा आउँछ एक्जुलर भर्ब, त्यसपछि आउँछ मेन भर्ब, त्यसपछि आउँछ अब्जेक्ट. तर अब प्यासिभ भोइसको कुरा गरौँ. प्यासिभ भोइस भने त्यसमा अलि उल्टो छ. अब्जेक्ट चाहिँ सुरुमा आउँछ, त्यसपछि एक्जुलर भर्ब जस्ताको छ त्यस्तै हुन्छ. तर मेन भर्बको जग्गामा के हुन्छ भने पास्ट पार्टिसिपल भन्छौँ, जो कि भर्ब 3 को रूपमा मान्छौँ. अनि त्यसपछि चाहिँ बाइज हुन्छ, अनि त्यसपछि सब्जेक्ट हुन्छ. तर अब यसको कुरा गरौँ, थिङ्स द्याट यु निड टु नो. अब एक्टिभ र प्यासिभ भोइसको फर्मुलामा जानुभन्दा अगाडि यो हामीले के चीजहरुमा ध्यान दिनुपर्छ. जस्तै कि पहिलो नम्बर एक्जुलर भर्ब एन्ड मेन भर्ब, सेकेन्ड नम्बर इज मोडल भर्ब, एन्ड थर्ड नम्बर इज टेन्स. So these are the verbs: auxiliary verb, main verbs, and modal verbs. Auxiliary verbs भन्दा फेरि is, am, are, has, have, was, were, do, does, did, will, would, shall, should यिनीहरु सबै भन्छ. अर्को मेन भर्ब भनेको हामी भर्बको 1 2 भर्ब 1 भर्ब 2 भर्ब 3 भर्ब 4 भर्ब 5 छ नि, तिनीहरुलाई नै हामी मेन भर्ब भनेको छौं. अब मोडल भर्ब त क्यान, कुड, मे, माइट, मस्ट, वुड, शैल, शुड हुन्छ. अब हेर्ने टेन्स त हामीलाई थाहा छ. टेन्स को के हुन्छ भने सिम्पल प्रेजेन्ट, सिम्पल पास्ट अनि सिम्पल फ्युचर, मतलब कि फ्युचर टेन्सहरु यिनीहरु सबैको हुन्छ. यहाँबाट थाहा हुन्छ. यदि स्ट्रक्चर बुझाइनु मन छ भने हुन्छ. ओके सर. सो अब एक्टिभ र प्यासिभ भोइस यदि हामी चेन्ज गर्दैछौँ भने यहाँ हेर्ने पहिलो सुरुमा त मैले सुरुमै भनिसके सब्जेक्ट र अब्जेक्टको प्लेसहरु चेन्ज हुन्छ. सो मैले अघि यो भनिसके. जस्तै कि एक्जाम्पलको तौरमा मैले लेखेछु अनु कलेक्टेड द रबिस. रबिस भनेको वेस्ट मेटेरियल्स भन्छ. सो अब यसलाई प्यासिभमा लाग्दा फेरि यो द रबिस वाज कलेक्टेड बाइ अनु. सो मैले अलि बुझाइदिएको छु कुन हो. रेड भनेको हाम्रो सब्जेक्ट हुन्छ, ग्रीन भनेको मेन भर्ब हुन्छ, अनि ब्लू भनेको अब्जेक्ट हुन्छ. सो यसरी भयो. सो अब दोस्रोमै जाउँ. दोस्रोमा चाहिँ के हुन्छ भने मेन भर्बहरु चाहिँ चेन्ज हुन्छ अरे टु देयर पास्ट पार्टिसिपल फर्म्सहरु भर्ब 3 हरुमा चेन्ज हुने गर्छ. जस्तै कि कुरा गरौँ अनु कलेक्ट्स द रबिस, द रबिस इज कलेक्टेड बाइ अनु. सो के भयो भने मेन भर्ब भनेको नि जहिले पनि यो हुन्छ. यस्तो भर्ब यो के हो भर्ब 5 हो नि त कलेक्ट्स भनेको. सो कलेक्ट यहाँतिर अब प्यासिभमा जाँदा फेरि के भयो भने कलेक्टेड भयो. अब कलेक्टेड भनेको त भर्ब 3 भयो, पास्ट पार्टिसिपल ये भनेको के मैले. सो तेस्रो नम्बरमा अब यदि कहिलेका क्वेशनहरुमा अथवा त्यस्तै आउँछ कि जस्तो कि प्यासिभ र एक्टिभ र प्यासिभ भोइसमा चाहिँ चेन्ज गर्दा फेरि कहिलेका के हुन्छ भने त्यसको त सब्जेक्ट हराइन्छ क्या. जस्तो कि बाइ प्लस सब्जेक्ट इज ओमिटेड इफ द सब्जेक्ट इज अननोन और प्रिडिक्सन और के छ भने नट इम्पोर्टेन्ट के हो त्यसको इम्पोर्टेन्स हुन्छ. जस्तो कि यसको एक्जाम्पल देखि बुझिन्छ. जस्तो कि यो मेनली 10 क्लासमा पनि पढेको छौं हामीले. पिपल स्पीक इंग्लिश ऑल ओभर द वर्ल्ड.
यसको अलिकति यहाँ बुझाउन चाहिन्छ हस् त सो रेड भनेको हाम्रो सब्जेक्ट भयो ग्रीन भनेको हाम्रो मेन भयो यो ब्लू भनेको त इंग्लिश के भन्छ अब्जेक्ट हुन्छ अनि यो पर्पल भनेको त हाम्रो एउटा अर्को थप्यो एक्स्ट्रा इन्फो अब यहाँ नि अब के भएको छ भने हाम्रो जहिले पनि के हुन्छ भने प्यासिभमा अब्जेक्ट सुरुमा आउँछ सो अब्जेक्ट भनेको इंग्लिश भइदियो इज भनेको त्यो हाम्रो एक्जुलरी भर्ब भयो स्पोकन भनेको जो कि यो भनेको भर्ब 3 पास्ट पार्टिसिपल भइदियो अनि त्यसपछि के आयो भने एक्स्ट्रा इन्फो लेख्यो अनि त्यसपछिको बाइ प्लस सब्जेक्ट यहाँ लेखिएन मैले यो भनेको तीनटामा सो हाम्रो यो एक्जाम के भन्छ यो प्यासिभ एक्टिभलाई प्यासिभ भोइसमा चेन्ज गर्नका लागि यो धेरै इम्पोर्टेन्ट हुन्छ सो अब फर्मुला हुन्छ फर्मुला भनेको यति धेरै छ अब यसलाई छोटकरीमा धेरै गर्न सकिन्छ सो मैले अलिकति एउटा ट्रिक राखिदिएको छु कि जसमा चाहिँ यो सजिलो हुन्छ याद गर्नको लागि सो प्यासिभ भोइसमा जो जुन सिम्पल टेन्स हुन्छ सिम्पल टेन्स मतलब कि सिम्पल पास्ट सिम्पल प्रेजेन्ट सिम्पल फ्युचर यिनीहरुमा चाहिँ के हुन्छ भने एक्जुलरी चाहिँ के हुन्छ भने जहिले पनि चेन्ज हुन्छ जो कि त्यसको चाहिँ कन्टिन्युअस टेन्सहरुको आधारितमा हुन्छ जस्तो कि एक्जाम्पलको तौरमा त सिम्पल प्रेजेन्टको यहाँ हेर्दा फेरि सब्जेक्ट प्लस भर्ब 1 जस्तो कि यहाँ हेर्नु हाम्रो के छ सब्जेक्ट प्लस भर्ब 1 भर्ब 5 प्लस अब्जेक्ट छ नि अब यसमा प्यासिभ भोइसमा हेर्दा फेरि अब्जेक्ट त्यही भयो सब्जेक्ट त्यही भएको छ तर बीचमा हेर्ने इजएमआर छ इजएमआर भनेको थाहा छ यो के भने कन्टिन्युअस यसको प्रेजेन्ट कन्टिन्युअसको सँग आधारितमा छ भएछ के छैन अनि तर के हुन्छ भने त्यसको पछाडि के आयो भर्ब 3 आयो यसमा भर्ब 4 आएन यसमा भर्ब 4 पर्दैन यसको सिर्फ एक्जुलरी भर्ब मात्रै त्यो कन्टिन्युअस भएर आएको हुन्छ त्यसै गरी पास्टमा हेर्ने पास्टमा के छ सब्जेक्ट प्लस भर्ब 2 प्लस सब्जेक्ट हुन्छ अब पास्ट पर्फेक्ट के भन्छ पास्ट कन्टिन्युअसमा भनेको त वाज पनि हुन्छ वाज पनि यहाँ आयो त्यसमा भर्ब 4 लाउनु पर्दैन सिर्फ भर्ब 3 आइदिहाल्छ त्यसको के भन्छ एक्जुलरी भर्बमा मात्रै फरक हुन्छ त्यसैले फ्युचरमा भइदियो फ्युचरमा पनि त्यस्तै हुन्छ भयो तर अब हेर्ने अब कन्टिन्युअस टेन्स जो कि प्रेजेन्ट कन्टिन्युअस पास्ट कन्टिन्युअस अनि फ्युचर कन्टिन्युअस चिजहरुमा आउने गर्छ अब त्यस्तोमा के हुन्छ भने एक्जुलरी भर्ब चाहिँ त्यसमा के हुन्छ कुनै चेन्ज आउँदैन तर मेन भर्बको अगाडि चाहिँ के हुन्छ भने त्यसमा बिङ थप्ने गरिन्छ जस्तो कि यहाँ सिम्पल के भन्छ प्रेजेन्ट कन्टिन्युअसमा हेर्ने प्रेजेन्ट कन्टिन्युअसमा सब्जेक्ट प्लस इजएमआर प्लस भर्ब प्लस सब्जेक्ट छ अब प्यासिभ भोइसमा के हुन्छ अब्जेक्टलाई सुरुमा आइदिहाल्छ सब्जेक्ट चाहिँ लास्टमा हुन्छ तर बीचमा हेर्ने इजएमआर छ मतलब एक्जुलरी भर्ब अनचेन्ज भएको छ त्यसको अगाडि बस यो मेन भर्बको अगाडि बिङ आएको छ भर्ब 3 प्लस बाइ प्लस सब्जेक्ट अब यसमा के हुन्छ भने यो के हो भने प्यासिभ भोइसमा याद राख्ने या फिर यस्तो भन्नु सक्छ यो एक्टिभ र प्यासिभ भोइस चेन्ज गर्दाखेरि हाम्रोमा चाहिँ मेनली भनेको चाहिँ यो बी भन्ने शब्द आएको छ क्या बीमा चाहिँ भर्ब 1 हरु भएकोमा चाहिँ बी हुन्छ तर अब जस्तो कि अब यो कुनै भर्मालिनी यो कन्टिन्युअस आएको छ कन्टिन्युअस भनेको भर्ब हो नि त अब प्यासिभ भोइसमा जाँदाखेरि यो भर्ब बिङ हो त ट्याक्क यो बिङ यता आयो त्यसको अनि त्यो पावर लुज गरेर भर्ब 3 भयो त्यसरी भयो क्या अरु पनि यस्तो हुन्छ तर यसमा हेर्ने फ्युचर कन्टिन्युअसमा चाहिँ यसको फेरि छैन प्यासिभ छैन यसको छैन र अब आखिरी हो चिज अर्को भनेको सायले पर्फेक्ट टेन्स अब भनौँ पर्फेक्ट टेन्सको कुरा पर्फेक्ट टेन्सकोमा चाहिँ एक्जुलरी भर्ब यहाँ पनि चेन्ज हुँदैन तर जुन मेन भर्ब छ नि त्यसमा चाहिँ बिन आउँछ यो पनि सेम अघिको कन्सेप्टसँग आधारितमा छ है यहाँ पनि सेम त्यस्तै कन्सेप्टमा छ यहाँ हुन्छ है सब्जेक्ट प्लस हेज प्लस भर्ब 3 प्लस सब्जेक्ट छ सो अब्जेक्टलाई चाहिँ सुरुमा लाग्यो हेज एप जस्ताको छ त्यस्तै भयो तर अब हेर्नु बिन थालेको छ बिन भनेको अब बी को के हो भर्ब 3 बिन हो नि त्यही आएको छ अनि त्यसपछि भर्ब 3 जस्तो छ त्यस्तै भयो बाइ प्लस सब्जेक्ट याद राख्ने एक्टिभ र प्यासिभ भोइसमा जहिले पनि प्यासिभ भोइसमा भर्ब 3 मात्रै आइरहेको हुन्छ अरु यसमा के पनि पर्दैन चाहिँ यो हुन्छ अर्को भनेको लास्टको पर्फेक्ट कन्टिन्युअस टेन्स पर्फेक्ट कन्टिन्युअस टेन्स जो कि प्रेजेन्ट पर्फेक्ट कन्टिन्युअस अनि पास्ट पर्फेक्ट कन्टिन्युअस फ्युचर पर्फेक्ट कन्टिन्युअस तिनीहरु छ तर त्यसमा चाहिँ कुनै पनि त्यसको प्यासिभ कन्स्ट्रक्सनै छैन त्यही भएर यसलाई स्किप गरौँ सो अब अर्को कुरा भनेको चाहिँ फर्मुला टु चेन्ज एक्टिभ टु प्यासिभ व्हेन देयर इज मोडल भर्ब आउँदा फेरि अब मोडल भर्बको कुरा गरौँ अब मोडल भर्ब भनेको जो कि अघिको थियो
के त्यो मोडल भयो थाहा छ त्यस्तै हो सो यो भएको छ मोडल भर्बमा जस्तै यहाँ अब कुनै प्यासिभमा एक्टिभ छ जस्तै कि सब्जेक्ट प्लस मोडल प्लस भर्ब प्लस सब्जेक्ट छ त्यसलाई प्यासिभ भोइसमा जाने प्यासिभ भोइसमा जाँदाखेरि अब्जेक्टलाई त्यही सबै प्यासिभ भोइसमा त्यही हुन्छ सुरुमै अब्जेक्ट हुन्छ त्यसपछिको मोडल जुन छ जस्ताको छ त्यसरी राखिदिने अनि बी जो नि यो बी भनेको भर्ब 1 भयो यसको यहाँ हुन्छ अब त्यसको पावर लुज गरेपछि भर्ब 3 हुन्छ यस्तै भएको यसको इक्जाम्पलको तौरमा यहाँ सी क्यान टिच देम इन्टु प्यासिभमा सो दे क्यान टट बाई हर सो सी क्यान टिच हिमको के भएको छ भने दे क्यान टट हर भनेपछि यसको बिचको मोडल भर्ब जस्ताको छ त्यस्तै भएको छ त्यहाँको जुन मेन भर्ब छ मेन भर्बको अगाडि चाहिँ के आएको छ बी आएको छ त्यसपछि भर्ब 3 आएको छ नि बाई त्यसको त्यो सब्जेक्ट भएको छ जुन त्यो आएको छ अब अर्को आयो हैज टु had to प्लस भर्ब 1 यसको यहाँ सब्जेक्टको बीचमा हैज टु had to आउँछ त्यसपछि भर्ब 1 आउँछ भने यहाँ राख्ने भने यसको यो यस्तो खालकेमा जुनमा यो जुन यस्तो खालके छ त्यो 2 आउनु बित्तिकै के गर्ने भने त्यसको पछाडि बी थप्दिने अनि त्यसपछि भर्ब 3 आउँछ प्यासिभ भएपछि भर्ब 3 आइदियो बाई आयो अनि सब्जेक्ट आयो अनि यसको इक्जाम्पल गर्नुमा he has to wash the car has to be washed by him यसको सकिन आयो अब अर्को भनेको मोडल have प्लस भर्ब 3 अब सब्जेक्टकोमा यहाँ हैन मोडल प्लस have प्लस भर्ब 3 प्लस सब्जेक्ट आएको छ अब्जेक्ट सुरुमा लेखिदिने बीचमा के छ मोडल जस्तो छ त्यस्तै भयो have जस्तो छ त्यस्तै भयो अब भर्ब 3 छ भर्ब 3 भनेपछि उता जाँदा फेरि के हुन्छ बी को भर्ब 3 भनेको बिन हुन्छ प्लस सब्जेक्ट यसको इक्जाम्पल he would have taught him of them they would have been taught by them अर्को भनेको is going to भर्ब 1 यो बीचमा आउनु बित्तिकै के गर्ने भने अघि मैले के भनेको थिएँ 2 आउनु बित्तिकै बी हुन्छ नि सो यहाँ पनि त्यस्तै हुन्छ बी हुन्छ अनि त्यसपछि भर्ब 3 प्लस बाई प्लस सब्जेक्ट यसको इक्जाम्पल यहाँ हुन्छ he is going to wash the car is going to be washed by him अब यो क्वेशनको लागि अब who can solve this can you try Okay, can you stand and tell me the answer? Lucky? Anyone? No one? Yep. I think you got the question is. Yep. I think passive voice can be they were taught by. Yes, absolutely correct. Yes. And a few moments later. The dishes have to be washed by them. Boy, the answer was one. No passive construction there. अघि ध्यान किन नदिएको त यत्रो मैले भने त यस्तो अनि यहाँ के आएको 5 नम्बरको होइन सरी 4 नम्बरको सबै एन्सर यही हो सर 5 को a trick can be shown you by me you 2 चाहिँ कहाँबाट आयो फेरि मैले So now next topic, various passive sentences. So why the topic is various passive sentences? It means that there are different types of sentences. It means there are 4 types of sentences in numbers. So first of all, let's call it assertive. Okay, first one is assertive. Okay, so what is assertive sentences? So I'll give you example बाट तपाईहरुले बुझिसक्नु भएको छ होला. assertive को भनेको मतलब जो कि अघि देखि हामी पढि आएको छौं त्यो भनेको assertive भनिन्छ. ओके, सो अब हामी अर्कोमा जानेछौं. सो अर्को सेन्टेन्स भनेको चाहिँ हाम्रो इन्टरोगेटिभ सेन्टेन्स भन्ने गर्छौं.
इन्टरोगेटिभ हेर्यो भने okay, interrogative. So interrogative भन्नाले चाहिँ के बुझिन्छ यो सेन्टेन्स भनेको के हो भनेको चाहिँ यो भनेको हाम्रो इन्टरोगेटिभ सेन्टेन्सेस भनेको चाहिँ हाम्रो के भन्छ भने क्वेशन्सहरु सँग सम्बन्धित हुन्छ मतलब कि जुन हाम्रो यस नो क्वेशन्सहरु अथवा डब्ल्युएच क्वेशनहरु जुन छ यो भनेको इन्टरोगेटिभ सेन्टेन्सहरुमा पर्ने गरिन्छ सो यसको एक्जाम्पल दिएर बुझाउन सकिन्छ जस्तै कि मानिलियो यस नो क्वेशनबाट गरौँ जस्तै कि यस नो क्वेशनको एक्जाम्पलबाट गरौँ डच Anu close the door यो एउटा भयो अब यसलाई प्यासिभ भोइसमा चेन्ज गरौँ प्यासिभ भोइसमा चेन्ज गर्दा फेरि के हुन्छ भने यसलाई पहिले त यसको एउटा ट्रिक छ म तपाईलाई बुझाउन सकिन्छ यसको अलि स्ट्रक्चर पनि छ तर यो भन्दा सजिलो के गर्ने भने पहिले यो के छ भने यस नो क्वेशनमा छ यस नो क्वेशनमा छ यस नो क्वेशनमा छ सो यस नो क्वेशन छ अब यसलाई के गर्नु भने पोजिसनमा एफर्मेटिभमा चेन्ज गर्ने एफर्मेटिभमा चेन्ज गर्दा के हुन्छ अनि कुनै रफ पेपरमा गर्दिनु म अहिले यसमै सिकाउन दिन्छु सो यो एफर्मेटिभमा हुन्छ एफर्मेटिभमा हेर्ने भने अनु क्लोजेस द डोर यो छ नि यो भयो फुल स्टप दिने सो अब यसलाई के गर्ने भने यसलाई अब यो जुन हामीले एफर्मेटिभ लेखेको छ यसलाई चाहिँ अब प्यासिभ भोइसमा चेन्ज गर्ने प्यासिभ भोइसमा चेन्ज गर्दा के हुन्छ द डोर इज क्लोज्ड बाइ अनु यो छ नि यो भनेको चाहिँ एउटा प्यासिभ फर्म भयो प्यासिभ भयो है यो सबैको प्यासिभ भयो सो अब यसलाई मतलब यसलाई अहिले नलेखौँ अलि कन्फ्युजन हुन सक्छ त्यही भएर यसलाई नलेखौँ यो चाहिँ यो एफर्मेटिभको प्यासिभ भयो सो त्यसपछि के हुन्छ भने अब के गर्नु भने यसलाई अब यस नो क्वेशनमा चेन्ज गर्नु यस नो क्वेशनमा चेन्ज गर्दा फेरि के गर्नु भने अब यो जुन अक्जिलरी भर्ब आएको छ बीचमा इजलाई सुरुमा लेख्दिने त्यसपछि जुन अब्जेक्ट आएको छ त्यसलाई अलिकति इजलाई यता लेख्दिने त्यसको अब्जेक्टलाई चाहिँ अलि पछाडि लेख्दिने मतलब यस्तो लेख्दिने इज द डोर अब त्यसपछि पछाडि जे छ सबै सेम राख्दिने इज जुन हाम्रो अक्जिलरी भर्ब छ नि त्यसलाई मात्र अगाडि राख्दिने बाँकी सबैलाई पछाडि जे बाँकी छ त्यही लेख्दिने त्यस पछाडि जस्तो कि इज लेख्यो द डोर क्लोज्ड बाइ अनु अब यस्तो क्वेशन छ यस्तो क्वेशन भन्ने बित्तिकै पछि लास्टमा त क्वेशन मार्क आउने नै हो सो यसरी भएको छ यो दुईटा चाहिँ खास गरी रफमै गर्नु नभए आफै दिमागमा पनि गर्न सक्नुहुनेछ सो यसरी यो हुन्छ नभए यसको ओरिजिनल स्ट्रक्चर भनेको चाहिँ यस्तो हालको छ एक्टिभमा हेर्ने भने यसको भनेको के छ सुरुमा यो डच जो कि अग्स भन्ने हुन्छ अक्सुलरी अनि त्यसपछि प्लस अनु भनेको चाहिँ सब्जेक्ट छ सब प्लस क्लोज मिन्स भर्ब जुनै पनि भन्छ मेन भर्बै भन्ने त्यसपछि द डोर भनेको अब्जेक्ट पछाडि के छ क्वेशन मार्क यो अब प्यासिभ भयो प्यासिभमा हेर्ने प्यासिभमा के छ प्यासिभमा मैले के गरेछु भने प्यासिभमा इज द डोर क्लोज्ड बाइ अनु मतलब केसको स्ट्रक्चर के भयो लास्टमा पनि अग्जै हुन्छ त्यसपछि के हुन्छ सब्जेक्टको जग्गा अब्जेक्ट लेख्दिने प्लस मेन भर्बको जग्गा के लेख्दिने पास्ट पार्टिसिपल जो कि हाम्रो भर्ब 3 हुनेछ त्यो लेख्दिने त्यसपछि प्लस बाइ प्लस सब्जेक्ट लेख्दिने त्यसपछि क्वेशन मार्क अन्तिममा नेसेसरी छ सो यसरी हाम्रो इन्टरोगेटिभको पहिलो यस नो क्वेशनको यसरी एक्टिभ र प्यासिभ भोइस हुन्छ अब दोस्रो भन्दा फेरि डब्ल्युएच क्वेशनको कुरा गरौँ डब्ल्युएच क्वेशनको पनि यहाँतिर छ जस्तो कि डब्ल्युएच क्वेशनको यहाँ हेरौँ
सो जस्तै कि WH क्वेशन को हेर्दा फेरि के छ भने when does Anu close the door त मैले यसको अलि यस्तो खालको क्वेशन दिए है सो यो के छ भने यो भनेको WH क्वेशनमा छ WH क्वेशनमा छ सो अब के गर्ने भने अघि मैले जुन यस नो क्वेशनमा ट्रिक गरेको थिएँ नि अब त्यही गर्ने सेम यसलाई अफर्मेटिभमा चेन्ज गरिदिने अफर्मेटिभमा चेन्ज गर्ने मतलब कि यो पछाडीको यो जुन छ यो पछाडीको यो जुन डज अनु क्लोज द डोर छ यिनीहरुलाई मात्र चेन्ज गर्ने यसलाई गर्नु पर्दैन सो मतलब के गर्नु पर्यो भने हामी यसलाई अनु क्लोजेस द डोर मतलब यस्तो गरेर त फेरि त्यही माथिको जस्तो भयो जस्तै कि यसको फेरि प्यासिभ भनेको के हुन्छ द डोर इज closed by Anu यो छ यो भयो सो यो खालको छ अब WH क्वेशनमा के गर्ने भने WH क्वेशनमा के गर्ने WH जुन छ त्यही लेख्दिने सुरुमा त्यसपछि के हुन्छ भने अक्सिलरी भर्ब आउँछ अक्सिलरी भर्ब भनेको के छ इज छ बाकी सबै अब फेरि त्यही सेम हुन्छ द डोर क्लोज्ड बाइ अनु अनि यो त WH क्वेशन हो क्वेशन मतलब कि लास्टमा क्वेशन मार्क त जरुरी छ सो के भएको छ हेर्ने यो जुन यस नो क्वेशन कसरी भएको थियो भने जस्तै कि यहाँ हेर्ने यस नो क्वेशनमा पनि के भएको छ भने यस्तै भएको छ यस नो क्वेशनको स्ट्रक्चर हेर्ने यस नो क्वेशनको स्ट्रक्चरमा हेर्दा फेरि अक्सिलरी भर्ब भएको छ त्यसपछिको बाँकी सबै के छ सब्जेक्ट मेन भर्ब अब्जेक्ट यो त भएको छ सो यो WH क्वेशनमा चाहिँ के मात्र थपेको छ भने WH क्वेशन थपेको छ मतलब WH आएको छ जो कि यसको स्ट्रक्चर हेर्दा फेरि सुरुमा यो जुन छ यो निक्लेको यो भनेको WH क्वेशन भयो यो जुन छ निक्लेको यसलाई हामी WH क्वेशन भन्छौँ WH हुन्छ सो त्यसपछि के छ भने यो डज भनेको त हाम्रो के हुन्छ यो जुन डज छ डज भनेको हाम्रो के भन्छ एक्जुलरी भर्ब हुन्छ त्यसै गरी यो सब्जेक्ट यो जुन छ अनु भनेको हाम्रो सब्जेक्ट हुन्छ त्यसै गरी यो क्लोज भनेको हाम्रो के हुन्छ नि मेन भर्ब हुन्छ त्यसै गरी अब यो द डोर भन्नेबित्तिकै के हुन्छ भने अब्जेक्ट हुन्छ अनि त्यसपछि अन्तिममा यो क्वेशन मार्क यो आएको छ यो WH क्वेशन आयो अक्स आयो सब्जेक्ट आयो मेन भर्ब आयो र अब्जेक्ट आयो सेम अघिको के छ भने यस्तो क्वेशनको स्ट्रक्चरमा पनि हेर्दा फेरि अलिक कम्पेयर गर्न सकिन्छ एक्टिभ भोइसमा के छ भने अक्सिलरी भर्ब आयो सब्जेक्ट आयो मेन भर्ब आयो प्लस सब्जेक्ट आयो त्यसको अगाडि बस WH मात्रै आएको छ त्यसपछिको बाँकीको यो स्ट्रक्चर पछाडिको सेमै छ सो त्यसपछि अन्तिममा हेर्ने अन्तिममा के छ भने when is the door closed by Anu when भनेको के हुन्छ WH हुन्छ इज भनेको हाम्रो अक्सै हुन्छ त्यसपछिको यो जुन द डोर क्लोज्ड बाइ अनु छ मतलब कि द डोर भनेको चाहिँ हाम्रो के हुन्छ द डोर जुन यो द डोर छ डोर भनेको हाम्रो के हुन्छ नि अब्जेक्ट भयो क्लोज भनेको के छ भर्ब 3 हुन्छ त्यसपछि बाइ भयो यो भनेको सब्जेक्ट हुन्छ यो पनि लेख्दैन बाइ लेख्दैन अनि अन्तिममा यो छ यो हेर्दा फेरि पनि सेम यो प्यासिभ भोइसमा हेरे जस्तोको छ प्यासिभ भोइसमा पनि के छ अक्सिलरी आएको छ अब्जेक्ट आएको छ भर्ब 3 आएको छ बाइ आएको छ सब्जेक्ट आएको छ र अन्तिममा क्वेशन मार्क आएको छ यसको बस अगाडि WH क्वेशन आएको छ यदि तपाईलाई यस्तो क्वेशन आउँछ भने यसरी WH मात्र अगाडि थपेर यो WH क्वेशनको पनि प्यासिभ भोइस निकाल्न सजिलो हुन्छ सकिन्छ सो अब हामी इम्पेरेटिभ भन्ने सेन्टेन्सतिर जाउँ सो अब हामी इम्पेरेटिभ सेन्टेन्समा जाउँ सो इम्पेरेटिभ सेन्टेन्स मतलब कि यस्तो खालको सेन्टेन्स जसमा चाहिँ त्यो सेन्टेन्समा चाहिँ के भनेको छ भने कुनैलाई अर्डर दिएको कमान्ड दिएको अथवा हेल्प मागेको त्यस्तोहरु कुनै शब्द छ भने मतलब कुनै पनि सेन्टेन्स जस्तो छ भने त्यो चाहिँ इम्पेरेटिभ सेन्टेन्सको भित्रमा पर्ने गर्छ सो यसको एक्जाम्पलको तौरमा बुझिहाल्छ जस्तो कि फर एक्जाम्पलको तौरमा एउटा स्टेप बाइ स्टेप गरौँ सो इम्पेरेटिभमा पहिलो नम्बरमा के पर्छ पहिलो नम्बरको एउटा एक्जाम्पलको तौरमा गर्दा फेरि सुरुमा के गर्छ भने एउटा मानिलियो अर्डर दिएको छ क्लोज द डोर यो छ क्लोज द डोर यो अर्डर दिएको छ
सो अब यसलाई के गर्नु छ भने के भन्छ प्यासिभ भोइसमा चेन्ज गर्नु छ। प्यासिभ भोइसमा चेन्ज गर्दाखेरि के गरिन्छ भने प्यासिभ भोइसमा चेन्ज गर्दा लेट द डोर बी क्लोज्ड। ओके यो चाहिँ हुन्छ। सो यो भनेको चाहिँ अब हामीलाई को मान्छेले अर्डर दिँदाखेरि को यस खालको सेन्टेन्स हुन्छ। जस्तो कि यसको स्ट्रक्चरको कुरा गर्दाखेरि पहिला यहाँ बुझौँ। स्ट्रक्चरको कुरा गर्दा यो चाहिँ हाम्रो यो अर्डर खालकोमा भयो। अब एक्टिभमा हेर्दाखेरि चाहिँ अब हाम्रो यो कुनै अर्डर खालको सेन्टेन्समा चाहिँ जहिले पनि के हुन्छ भने सुरुमा भर्ब आउँछ ओके। त्यसपछि के छ भने हाम्रो अब्जेक्ट आउँछ। सो यदि यस्तो खालको आयो भने सम्झिहाल्ने कि यो एउटा अर्डर दिएको एउटा सेन्टेन्स हो। सो अब प्यासिभमा हेर्दा अब मानियो प्यासिभमा चाहिँ यदि हेर्यौं भने प्यासिभमा चाहिँ यसमा लेट थपिदिने लेट प्लस त्यसपछि अब्जेक्ट जुन छ त्यसलाई सुरुमा लेखिदिने। त्यसपछि जुन अब भर्ब छ भर्बको भन्दाखेरि हाम्रो के हुन्छ भने त्यो भर्ब चाहिँ अब बी बन्छ अनि बी भइसकेपछि डट के भन्छ प्लस भर्ब 3 मा चेन्ज हुन्छ। यति मात्रै भयो अनि त्यसपछि फुल स्टप सक्यो। सो हाम्रो प्यासिभ भोइसमा हेर्दाखेरि यसरी यो लेट र बी मात्रै थपिएको छ। अर्को यो खालको भर्ब के भन्छ बी यस्तो भएको छ अनि यो जुन हाम्रो भर्ब 1 हुन्छ मतलब भर्ब जुनै पनि आओस् मानिलिनु यो भर्ब जुनै पनि आयो भने त्यसको प्यासिभ भोइसमा हेर्दाखेरि भर्ब 3 मा चेन्ज हुन्छ। ओके सो यस्तो हुन्छ। सो त्यसपछि अर्डर भइसकेपछि अब मानिलिनु लेट हर क्लोज द डोर। यो अघि खालको क्वेसन आयो मतलब क्लोज द डोरबाट मैले यसको अगाडि लेट हर थप्दे अनि यसको बाँकीको यो क्वेसन अघिकै भयो। सो त्यसपछि के भयो भने अब यसलाई प्यासिभ भोइसमा चेन्ज गर्ने हो। अब प्यासिभ भोइसमा चेन्ज गर्दाखेरि अब यो केमा चेन्ज हुन्छ यसरी मतलब कसरी चेन्ज हुन्छ हेर्दाखेरि लेटको लेटमै हुन्छ ओके। सो अब हेर्ने सब्जेक्ट कुन अब्जेक्ट कुन। तर अब यो सेन्टेन्समा हेर्दाखेरि के हो भने यो दुईटै यो सेन्टेन्समा के छ भने यो दुईटैमै अब्जेक्टको कुरा आएको छ है। जस्तो कि हेर्दाखेरि यो हर भनेको एउटा अब्जेक्ट द डोर यो पनि एउटा अब्जेक्टै हो। यो क्लोज भनेको चाहिँ एउटा मेन भर्ब हो। मेन भर्ब पनि नबनौँ यो एउटा भर्ब मात्र कुरा गरौँ यसरी बुझ्न सकिन्छ। सो अब यहाँ यो जुन छ अब कुनै पनि सेन्टेन्समा मतलब यो चाहिँ भनेको चाहिँ यो जुन यो कहिले मात्रै आउँछ भने यो सिर्फ एउटा मात्र क्वेसन हो जो कि इम्पेरेटिभमा आउने गरिन्छ इम्पेरेटिभ सेन्टेन्सहरुमा आउने गरिन्छ। सो यदि यस्ता खालको क्वेसन आयो भने परिसरमा चाहिँ यो अब्जेक्टलाई चाहिँ अब्जेक्ट 1 र अब्जेक्ट 2 जो कि म्याथमेटिक्समा गर्छौं नि अब त्यसरी नै मान्नु पर्छ। एउटा यो भनेको अब्जेक्ट 1 भयो यो भनेको अब्जेक्ट 2 भयो। सो अब यहाँ नि लेट गरिदिने। सो त्यसपछि के गर्ने भने लास्टमा जुन अब्जेक्ट छ त्यो सुरुमा लाग्दिने। सो अब्जेक्ट भनेको लेट द डोर। अब त्यसपछि के गर्ने यो लेखिसकेपछि भर्बलाई ल्याउने। तर भर्बलाई लेख्नु भन्दा अगाडि बी क्लोज लेखिदिने अनि त्यसपछि आखिरीमा लास्टमा चाहिँ के लेख्ने भने जुन बचेको छ अब्जेक्ट त्यसलाई लास्टमा लेखिदिने बाइ हर यो हुन्छ। सो यहाँ के भएको छ यहाँ फेरि बी कसरी आयो भन्दाखेरि चाहिँ जहिले पनि के मान्ने भने यदि लेट आएको छ भने इम्पेरेटिभमा जहिले पनि मतलब कुनै सेन्टेन्स तर सेन्टेन्स पनि नभन्नु मलाई यो भनेको इम्पेरेटिभमा आउने गर्छ। इम्पेरेटिभमा चाहिँ त्यो एक्टिभ र प्यासिभ भोइसमा हेर्दाखेरि यदि लेट आएको छ भने प्यासिभ भोइसमा हेर्दाखेरि त्यसकोमा भर्ब जुन भर्ब 3 हुन आएको छ नि त्यसको अगाडि बी थपिहाल्ने जहिले पनि त्यही हुन्छ। ओके नसोचिकिन बी थप्दिने प्यासिभ भोइसमा। ओके सो यसरी तपाईहरुले मजाले तरिकाले यो इम्पेरेटिभको यो खालको फर्मुला सजिलो तरिकाले याद गर्न सक्नुहुन्छ। जस्तै कि म यसको आदि स्ट्रक्चर लेखिदिन्छु। स्ट्रक्चर भनेको यस्तो खालको हुन्छ। यसको एक्टिभमा हेर्ने भने एक्टिभ जुन छ त्यसमा हेर्ने यो भनेको के छ भने लेट आएको छ लेटको लेटै आएको छ प्लस आउँछ हर भनेको यो अब्जेक्ट 1 लेखिदिम प्लस क्लोज भनेको हाम्रो भर्ब हुन्छ प्लस यो भनेको हाम्रो अब्जेक्ट 2 हुन्छ। सो त्यसपछि प्यासिभ जुन छ प्यासिभमा हेर्दा फेरि के हुन्छ लेटको लेटै हुन्छ। त्यसपछि के हुन्छ भने त्यो लास्टको अब्जेक्ट यता लाग्छ।
त्यसपछि प्लस त्यसपछि के छ भने बी आएको छ बी प्लस बबको बब 3 आएको छ प्लस बाई आएको छ प्लस अब्जेक्ट 1 आएको छ सो यसरी हाम्रो यो अर्को यो इम्पेरेटिभमा आउने यो पनि क्वेशन भयो अब फेरि अब अर्को क्वेशन पनि हेरौं सो इम्पेरेटिभमा आउने खालको क्वेशन छ ओके जस्तै कि मानिलियो हेल्प गर्ने मतलब कि रिक्वेस्ट गर्ने खालके जस्तै कि मानिलियो एक्जाम्पलको तौरमा एक्जाम्पलमा हेर्दा फेरि के छ जस्तै कि मानिलियो प्लिज राइट अ लेटर सो यसलाई प्यासिभमा चेन्ज गर्छ प्यासिभमा चेन्ज गर्दा फेरि के गर्छ भने you are requested to write a letter so passive मा हेर्दा फेरि you are requested to write a letter यस्तो खालको आयो सो यसको भन्दा फेरि के भएको छ भने सुरुमा त यो प्लिज भएको छ प्लिज भन्नेबित्तिकै रिक्वेस्ट खालके मतलब कि रिक्वेस्ट यो भनेको प्लिज आउने बित्तिकै इम्पेरेटिभ सेन्टेन्स सब्जिहाल्ने अनि यो भनेको एउटा रिक्वेस्ट गरेको सेन्टेन्स हो भनिने अब के भन्छ प्लिज राइट अ लेटर यो भनेको जुन प्लिज छ प्लिजको प्लिजै हुन्छ यसको स्ट्रक्चरमा हेर्दा फेरि एकछिन यसको स्ट्रक्चरमा देखाइहाल्छु त्यसपछि लास्टमा म यो एक्सप्लेन पनि गरिहाल्छु एक्टिभमा हेर्ने यसको स्ट्रक्चर भनेको जहिले पनि के आउँछ भने प्लिज अथवा काइन्डली भन्ने यो दुईटामा आउँछ काइन्डली त्यसपछि के हुन्छ नि प्लस हुन्छ यो जुन राइट आएको छ नि यो भनेको हाम्रो भब 1 हुन्छ अथवा कुनै भबै मानिम भब मात्र मानिम जुनमा पनि आउन सक्छ भब त्यसपछि बाकी भनेको यो अब्जेक्ट हुन्छ यो अब प्यासिभमा हेर्ने प्यासिभ भनेको के भएको छ भने हाम्रो यसको एन्सरमा यु आर रिक्वेस्टेड टु लेखिदिने त्यसपछि यहाँ जे छ नि त्यसको जुन पनि भब छ त्यसलाई भब 1 मा चेन्ज गरिदिने प्लस अब्जेक्ट हुन्छ सो अब अलिकति यहाँ ट्विस्ट आएको छ के छ भने एक्टिभ र प्यासिभ भोइसमा हाम्रो प्यासिभ भोइसमा सबैमा भब 3 आउँछ तर सिभ यसमा मात्रै के हुन्छ भने भब 1 आउने गरिन्छ सो यसरी यो के हुन्छ भने इम्पेरेटिभको यो जुन रिक्वेस्ट हुन्छ यसमा चाहिँ यो धेरै जस्तो राम्ररी ध्यान दिनुपर्छ सो यो खालको क्वेशनमा के भनेको छ जस्तो कि प्लिज राइट अ लेटर यो प्लिज भनेको प्लिजै भइदियो राइट भनेको हाम्रो के भयो फेरि भब भएको छ यो भनेको अब्जेक्ट भएको छ अब फेरि यु आर रिक्वेस्टेड मैले यो लेखे त्यसपछि राइट त भब 1 नै छ सो त्यही भएर मैले के चेन्ज गर्नु परेन भब 1 मा लेख्यो त्यसपछि अल लेटर भनेको अब्जेक्ट बाकीको जे छ त्यो लेख्यो सो यसरी हाम्रो अर्को यो क्वेशनमा सक्यो र अब लास्ट इम्पेरेटिभको सेन्टेन्समा भएको एउटा जुन एक्जाम्पल देखाउन चाहन्छु ओके सो जस्तो कि यहाँ ने example जस्तै कि obey your parents यो छ क्वेशन अब यसलाई प्यासिभमा चेन्ज गर्दा के हुन्छ प्यासिभमा चेन्ज गर्दा फेरि your parents should be obeyed मतलब मान्नु भनेको अब यहाँ यसको स्ट्रक्चर हेर्ने यसको स्ट्रक्चर एक्टिभमा हेर्ने यो भनेको के छ यो आको भनेको भब भयो प्लस यो जुन बाँकी आयो यो अबको भब भयो यो बाँकी आको भनेको अब्जेक्टमा आउँछ अब यसलाई प्यासिभमा चेन्ज गर्ने प्यासिभमा चेन्ज गर्दा फेरि के हुन्छ भने युआर जुन छ यो अब्जेक्टलाई सुरुमा लेखिदिने प्लस शुड आउँछ शुड बी आउँछ त्यसपछि प्लस गर्ने अनि त्यसपछि भब जुन पनि भब हुन्छ त्यसलाई भब 3 मा चेन्ज गर्ने अनि त्यसपछि जुन छ जे छ सक्यो यस्तो भयो ओके यसलाई पुलिस गरिदिनु त्यसरी सो अब अलिकति यसमा कन्फ्युजन हुन सक्छ जस्तो कि हामीले इम्पेरेटिभको पहिलो जुन हामीले अघि पढ्यौं नि जस्तो कि मैले के लेखेको थिएँ एकचोटी म हेर्छु
त्यो अघिको हामीले भर्खरै इम्परेटिभ जो कि सुरु गर्नको अगाडि हामीले जस्तै क्लोज द डोर भन्दा फेरि त्यसलाई त्यो चेन्ज गर्दा फेरि मतलब प्यासिभ भोइसमा चेन्ज गरेको थियौं नि सो ठ्याक्क यस्तै खालको स्ट्रक्चर आएको छ तर त्यसमा भएको स्ट्रक्चर र यसमा भएको स्ट्रक्चरमा चाहिँ सेम छ तर यसमा के छ भने प्यासिभ भोइसमा हेर्दा फेरि यसको फर्मुला मतलब स्ट्रक्चर चाहिँ त्यसमा फरक आएको छ सो यो कसरी हो र फेरि यसमा फेरि कसरी थाहा पाउने कि यो भनेको चाहिँ यस्तो खालको क्वेशन हो र फेरि त्यो भनेको चाहिँ त्यस्तो खालको क्वेशन हो भनेर सो पहिलो त हैन त्यो जुन अघिको सुरुमा हेरेको थियो त्यो भनेको चाहिँ कमान्ड भएको अब यो भनेको चाहिँ के हो भने यो भनेको चाहिँ हामीलाई चाहिँ जस्तो कि यो चाहिँ एउटा हाम्रो रेस्पोन्सिबिलिटी अथवा यो भनेको चाहिँ एउटा ड्युटीको रूपमा मानेको हुन्छ अब कुनै पनि सेन्टेन्स जस्तो कि कुनै ड्युटी हो जस्तो कि ओबे योर प्यारेन्ट्स भनेको त हाम्रो ड्युटी भयो जसमा चाहिँ प्यारेन्ट्सहरुको कुरा मान्नु भनेको कुरा आएको छ सो यो भनेको चाहिँ एउटा के हो ड्युटीको जस्तोको रूपमा भयो सो त्यही भएर हाम्रो के हुन्छ भने यसमा यो ड्युटी पनि हुन्छ अब यदि कुनै पनि स्ट्रक्चर मतलब कि त्यस्तो आउँदा फेरि मतलब पहिलोमा कम्पेयर गर्ने यो भर्ब र अब्जेक्ट आएको छ भयो अब त्यो सुरुमा त्यो कमान्ड हो कि अथवा यो एउटा ड्युटी हो जस्तै ओबे योर प्यारेन्ट्स भनेको त यो ड्युटीको रूपमा आयो त्यही भएर यसलाई यसको स्ट्रक्चरमा हेर्दा फेरि अब्जेक्ट आयो अब्जेक्ट भनेको कुन हो हैन अब्जेक्ट भनेको योर प्यारेन्ट्स भयो ओबे भनेको त्यो भर्ब अधिक योर प्यारेन्ट्सलाई सुरुमा लेख्दियो त्यसपछिको बाँकीमा के छ भने शुड बी लेख्यो त्यसपछि के आयो ओबेको भर्ब 3 भनेको ओबोइड त्यस्तो आयो सो यसरी हाम्रो इम्पेरेटिभ सेन्टेन्सको पनि सक्यो सो लास्ट त हाम्रो सेन्टेन्सको तर्फमा जाउँ सो लास्ट त हाम्रो सेन्टेन्सको तर्फमा जाउँ जो कि हाम्रो हुनेछ अप्टेटिभ यसलाई यताहरु सो अब हाम्रो के हुनेछ अप्टेटिभ अब अप्टेटिभ भनेको चाहिँ अप्टेटिभ सेन्टेन्स भनेको के हो अब अप्टेटिभ सेन्टेन्स भनेको नि अब मानिलियो कोही मान्छेले चाहिँ तपाईलाई चाहिँ मतलब कि तपाईहरुले के भन्छ भने विश अथवा कर्स्ड त्यस्तो गरिन्छ भने त्यस्तो खालको सेन्टेन्सलाई नै हामी अप्टेटिभ भन्छ ओके जस्तै मतलब कि इफ द पर्सन्स ब्लेस्ड or wished or cursed you then the sentence means that type of sentence is called optative sentence for example let's talk about for example so let's talk about optative को इसको हेर्दा फेरि जस्तै कि मानिलियौ मे गॉड हेल्प यु यस्तो छ जहिले पनि यो सेन्टेन्सलाई चिन्न सजिलो छ यसको अगाडि जहिले मे आउँछ त्यसपछिको यो खालको आउँछ एक्सक्लेमेटरी साइन खालको आउँछ सो त्यसपछि के गर्ने भने यसलाई प्यासिभमा चेन्ज गर्दा फेरि जहिले के गर्ने भने मे जुन छ नि जस्ताको छ त्यस्तै लेख्दिने सो त्यसपछि के छ भने हाम्रो यो के छ अब्जेक्ट छ नि अब्जेक्टलाई सुरुमा लगाइदिने मे यु त्यसपछि यो जुन हेल्प भन्ने यो भर्ब छ त्यसको त्यो लेख्ने तर त्यसको अगाडि के लेख्ने भने बी लेख्दिने त्यसपछि चाहिँ हेल्प लेख्दिने अनि त्यसपछि यस्तो एक्सक्लेमेटरी साइनले बन्द गरिदिने है सो यसो हुन्छ अब यहाँ अब यसमा के हुन्छ भने जुन यसको स्ट्रक्चर अलिकति बुझाइदिहालौँ जस्तै स्ट्रक्चरमा हेर्दा फेरि एक्टिभ छ यसमा प्यासिभ छ सो एक्टिभमा हेर्दा फेरि सब्जेक्ट हैन मे प्लस के आएको छ यो भनेको सब्जेक्ट हो सब्जेक्ट प्लस हेल्प भनेको के हो अब यार भर्ब हो त्यसपछि यु भनेको अब हाम्रो के हो अब्जेक्ट हो त्यसपछि आउँछ एक्सक्लेमेटरी साइन सो त्यसपछि हैन प्यासिभ भोइसमा के हुन्छ भने मे को मे नै हुन्छ त्यसपछि प्लस अब्जेक्ट जुन छ त्यसलाई यता लगाइदिने प्लस अब जुन यो भर्ब छ भर्बको अगाडि के लाग्ने बी लाग्दिने त्यसपछि चाहिँ भर्ब थप्दिने यतिसम्म मात्रै लेख्दिने अब यो सब्जेक्ट चाहिँ के भयो भने सब्जेक्टलाई लेख्नु परेन यतिकै यो अब्जेक्टसम्म भयो मतलब कि भर्बसम्म भयो सो त्यसपछि तपाईहरुले त्यो बाइ सब्जेक्ट त्यसो लेख्नु पर्दैन मतलब लेख्ने नै हैन यो फर्मुला यस्तै हाल्छ स्ट्रक्चर यसरी बुझ्नु चाहिन्छ जो फेरि मैले बुझाउँछु जस्तो मे भनेको हाम्रो यो भइदियो गॉड भनेको सब्जेक्ट भयो हेल्प भनेको भर्ब भयो अब्जेक्ट भनेको यु भयो यसमा अब फेरि प्यासिभ भोइसमा चेन्ज गर्दा के भन्छ मे को मे नै भएको छ यहाँ हेर्नुहुन्छ अब्जेक्ट भनेको यु भयो बी को बी भयो भर्ब हेल्पको भर्ब 3 के हुन्छ हेल्प हुन्छ मतलब भर्ब जुन छ यो भनेको भर्ब 3 एक मिनेट म यसलाई लेख्दिन्छु भर्ब 3 सो यसरी के भयो भने
हाम्रो यो भेरियस प्यासिभ सेन्टेन्स पनि सक्यो जो कि हाम्रो यो आखरी बोइज च्याप्टरको वान शॉटको जो के भन्छ भने यो लास्ट च्याप्टर थियो मतलब टपिक थियो सो यही खालके मैले प्रेजेन्टेसनमा अलिकति मिस गरेको थिएँ त्यही भएर मैले यो यसरी लास्टमा मैले यो एडिट गरेको मतलब यो कपीमै तपाईहरुले बुझाइदिएको त्यहाँ अलिकति टाइम आएन त्यही भएर छोडे मात्रै मतलब कि त्यही थोरैसम्म मात्रै मैले बुझाउन पाएँ सो के छैन मैले यसरी तपाईहरुलाई बुझाउन सके सो यो यतिको भिडियोले तपाईहरुलाई सजिलो तरिकाले के भन्छ भने बुझ्न सजिलो लाग्यो होला सो लास्टमा तपाईहरुले प्लिज कमेन्ट गर्नु होला कि यो भिडियोमा मैले जुन क्वेशन दिएको थिएँ नि क्लासमा त्यो खालको आन्सर सही सहीमा भनिदिनु होला नहेरिकिन आफै त्यो ट्राई गरेर र अहिले पनि जुन मैले लेख्दै थिएँ त्यसको अगाडि पज गरेर तपाईहरुले आन्सर पनि लेख्नको लागि अलिकति ट्राई गरेको हुन्थ्यो सो यसरी पनि यो एक्जाममा ट्राई गरिराख्नु किनकि हामीले एक्जाममा नगरिकिन पनि या फिर कुनै पनि हामीले यो गर्दा फेरि ट्राई गरिराख्नुपर्छ मतलब कि गरिराख्नुपर्छ नत्र भए हामी बिर्सिन सकिन्छ सो यो सिम्पल छ फर्मुला ट्रिकहरु पनि मैले यसमा धेरै गरेको थिएँ त्यो कस्तो लाग्यो होला कमेन्टमा पनि भनिदिनु होला त्यो पनि सो त्योसँगै प्लिज यो भिडियोलाई लाइक गरिदिनु होला र च्यानलको न्यू छ भने च्यानललाई सब्स्क्राइब गरी अल नोटिफिकेसनमा पनि क्लिक गरिदिनु होला सो अहिले त हाम्रो यो सब्स्क्राइब बटन सेतो खालके भएको छ सो त्यो सेतोलाई अब काले बनाइदिनु होला सो थ्यांक्स फर वाचिङ दिस भिडियो सो Peace.